हजुर हजुर राधे राधे जय शम्भु नारायण राधे राधे। नवरात्रिको व्रत नवदुर्गा भवानीको व्रत आज चाहिँ 8औं दिन भयो। समयको प्राविधिक कारणले गर्दाखेरि कन्या नभेट्ने समय हुनाले गर्दा आजैको दिन चाहिँ देवीहरूको चाहिँ 9 कन्यालाई र भैरव शुद्ध गरेर खुवाइएको छ। सबैजनालाई हामीले यो चाहिँ सिन्धुपाल्चोक चौतारा ल बस नानु बस ल बस उहाँलाई पनि दिनु त कमला दिदी यो बुनुलाई पनि बस छोरा बस हामी लगाइसक्यौँ। 9 कन्या देवीहरू हेर्नुहोस् है सट्ट हाम्रो यो व्रतमा सर्लक्क 9 कन्या 9 देवीको चाहिँ उपासना भइरहेछ। 9 कन्या देवीलाई चाहिँ आज हाम्रो चाहिँ कमला गिरी शान के अरे लक्ष्मी घिमिरे विष्णुमाया कमला घिमिरे अनि हाम्रो नाम के अरे विष्णु सावित्री श्रेष्ठ हामी सम्पूर्ण भक्तजन भएर गरेका छौँ। यहाँ मेरो एउटा सानो माता यहाँ रोइदिनु भएको थियो, अहिले ठिकमा आउनुभयो। उहाँलाई मैले गर्दै उहाँ रुनुभयो। एकतालि उहाँलाई के चढ्यो उहाँको शरीरमा, मैले के अन्जानमा भुल भयो पाउँ माता तपाईँ रुनुभयो अघि, अहिले नरुनु है। आशीर्वाद दिनु मनले दिनु। मेरो नवरात्रिको व्रत हेर्नुहोस्, यो नवरात्रिको व्रत 9 दिन खुवाउनु पर्ने, तर काठमाडौँमा बालबच्चा नभेटिने भएको हुनाले गर्दा भोलि गएर उहाँ देवीसँग क्षमा पूजा गर्ने तर आजै 8औं दिनै मैले चाहिँ 9 कन्या खुवाएँ। मेरो व्रत बसेको मैले नवरात्रिको व्रत बसेको यसपालि 3 वर्ष पहिले 4 वर्ष भयो। जहिले पनि म 1008 भागवत सङ्कल्पकर्ता श्याम सुन्दर आचार्य नवरात्रिमा नवदुर्गा भवानी माताको व्रत बस्ने गरेको छु। यसपालि मेरो व्रत सिन्धुपाल्चोक जिल्ला चौतारा साँगरी नगरपालिका वार्ड नम्बर 5 अवस्थित वनकाली मन्दिरमा सम्पूर्ण भक्तजनहरूको साथमा देवी भागवत नहा ज्ञान मायाज्ञ सञ्चालन भएको बेलामा आज भागवत पनि 9 दिन भयो। 9 कन्यालाई भोजन गराएर मैले यो चाहिँ देवीसँग आशीर्वाद दिएर गरेको छु। यहाँ 9 कन्या बाहेक उसमा गरेको छु। कमला दिदी प्रसादमा दाइलाई दिनु है, प्रसाद सबैलाई मुखमा परोस् है। 9 कन्या प्रसाद यति खिर भयो नि परोस् न आधामा। यो महाप्रसादी हो यो देवी भगवतीको भोग लगाएको, देवीलाई भोग लगाएर गरेको महाप्रसादी हो होइन। यसमा ऊ भयो होइन।